सो हे गाइज गुड आफ्टरनुन वेलकम ब्याक टु माई च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु होइन। हिजो चाहिँ यस्तो ठुलो हावाहुरी लागेको थियो गाइज, यस्तो ठुलो हावाहुरी लागेको थियो होइन। म त बाहिरै निस्किन सकिनँ क्या, यस्तो ठुलो हावाहुरी लागेको थियो कि ओहो बाहिरै ननिस्किने भनेर चाहिँ नि भित्रै बसेँ म। चिसोमा चिसो हावाहुरी लागिरहेको थियो। यस्तो चिसो दुबईमा हुन्छ भने मलाई थाहै थिएन गाइज। यस्तो चिसो दुबईमा हुन्छ भने मलाई थाहै थिएन। म गर्मी हुन्छ भनेर मैले प्रायः सबै गर्मीको लुगाहरू लिएर आएको थिएँ, तर यस्तो चिसो हुँदो रहेछ गाइज। लास्ट चिसो हुन थालेछ भने आजकल त होइन। अब काममा मैले हिजो ज्याकेट स्याकेट लगाएर जान थालेको थिएँ, फेरि झ्याउ हुन लाग्यो। त्यो लाउँदै फुकाल्दै झ्याउ हुने भयो होइन। त्यो भएको कारणले चाहिँ नलाइकन जाने बरु होस् भनेर चाहिँ ज्याकेट स्याकेट मैले अब लाइनँ होइन। ल ठिकै छ गाइज है। तपाईँहरू सन्चै हुनुहुन्छ होला, तपाईँहरू ठिक हुनुपर्ने हुन्छ। पहिला सुरु त है तपाईँहरू ठिक हुनुपर्ने हुन्छ। म त अब एकदम ठिकै छु है। जहिल्यै काम त यस्तो मजाले दिएको छ नि गाइज, आजकल त मसाज दिइरहेको छ है, मजाले मसाज भइरहेछ होइन। ल गाइज अब त्यही नै हो। अहिलेलाई चाहिँ म अब धेरै कुरा नगरिकन टाइम अलिकति कम्ती नै छ, त्यो भएको कारणले निस्किहाल्छु काममा है त। तपाईँहरू हेर्दै गर्नु होला। ल त गाइस टक्क निस्किसकेँ म बाहिर। काममा गएर कामसाम सकाएर हुत्ताएर होइन। पानी परेर लागिसकेको थियो क्या। पानी खतरा पानी पर्न लागिसकेको थियो। डेन्जर भएर कालो भएर यस्तो दामी भइरहेको थियो। म क्या खुसी भइरहेको थिएँ। सिम पनि अब भइरहेको थियो क्या होइन आज। अनि लास्टमा चाहिँ अनि घाम पनि स्यालाको बे भइदिरहेको क्या। घाम लाग्दिरहेको क्या पानी पर्दै। अहिले त सब बादल सादल फाटेर त्यो गुगलमा देखाए पनि हटिदिरहेको सबै। बिजोग भन गाइस, लास्ट टेन्सन भइरहेको छ यार मलाई। पानी पर्नुपर्ने हुन्छ भने एक दिन खोइ त छैन गाइस। पानी सानी परेको छैन। अब के हुन्छ कस्तो हुन्छ टेन्सन हुन लागिसक्यो पानी नपरेर गाइस। ल अहिलेलाई चाहिँ म टक्क निस्किरहेछु बाहिर। एक लट सर्र ग्राउन्ड हानेर अब अलिकति हेप्पी हान्ने विचार गरिरहेको छु गाइज है। टक्क हिजो चाहिँ जिम जान्छु भनेर सोचिरहेको थिएँ। हिजो जिम जानु मन लागेन। यस्तो चिसो थियो गाइज बाहिर है। आमा हावा लगाएर मान्छे उडाउला जस्तो भइरहेको थियो। त्यो सबै यतापट्टि त्यो कम्पनीहरू बनाउने ठाउँ एरिया हो यतापट्टि चाहिँ होइन। पुरै त्यहाँको धुलोहरू सब उडाएर यतातिर हालिदिएर यस्तो पिजोक भएको थियो हिजो राति। ओहो डेन्जर भएको थियो गाइज है। बाहिर निस्किन नसक्ने अवस्था भइरहेछ अहिले होइन। बापरे बाप यस्तो धुवा भइरहेछ गाइस सबै यता। आज चाहिँ त्यस्तो छैन, आज क्लिन छ सबैतिर है। चक्क आनन्द आउने आउँछ। सर रेगुलर बाहिर जाउँ है त। ल त गाइस तपाईँहरूले चाहिँ देख्न सक्नुहुन्छ है, यस्तो किसिमको भइरहेछ अहिले बाहिर। बादलहरू केही पनि छैन त्यस्तो है, सब हटिसक्यो। ल त गाइस टक्क निस्केँ म यहाँबाट चाहिँ होइन। निस्किने ठाउँ त मेरो यही नै भइसक्यो आजकल। टक्क निस्किसकेँ बाहिर। मान्छेहरू हल्का फुल्का चापहरू अलिकति बढिरहेछ, मान्छेहरूको चाप होइन। यतातिर मान्छेहरूको जे होस् चाप बढिरहेछ गाइस। बाहिरतिर रमाइलो भइरहेछ। मान्छेहरूलाई गर्मी कम्ती भइरहेछ होइन, शीतल भइरहेछ। बाहिर आनन्दले बसिरहेका छन्। जे होस् रमाइलो भइरहेछ है। म पनि त्यसमै रमाइलो लिइरहेको छु, रमाइलो लुटिरहेको छु है। रमाइलो लुट्नु पर्ने छ। बेलामा रमाइलो लुटेन भनेदेखि चाहिँ भोलि पर्सि दुःख पाइँदो रहेछ होइन। अब अहिले यो चिसो मौसममा रमाइलो लुटेन भनेदेखि त गरिब महिना त दुःख पाइन्छ नि त होइन। त्यो भएको कारणले रमाइलो चाहिँ लुटिहाल्नुपर्छ गाइस। यो जिउभरि के हो लुत्तो आएर दिमाग खराब हुन्छ कि। यतातिर बाहिर निस्किसकेको छ। अलिअलि पानी परे यस्तो छ है स्थिति चाहिँ। थुप्ला अलिअलि है सिम पानी परेर दिमाग खराब भयो। जे होस् झ्याप्प पानी परेदेखि त यत्तिकै डुबान पर्दैन होइन। यो चाहिँ रियल डुबान पऱ्यो होइन गाइस। यहाँ कहाँको पानी लिक भएर यहाँ यसरी खुल्ला छोडिदिएको छन् है। कहाँको हो चाहिँ थाहा भएन, तर पानी चाहिँ डुबेको छ। यतातिर चाहिँ डुबान भयो है। पानी पऱ्यो है डुबान भयो है भने जस्तो बनाएको छन्, बनाउँछ तर हुन्छ रियल होइन यो गाइस है। यो मान्छेहरूले कहाँको पानी, यो ढलान बिल्डिङको पानी कहाँको पानी पोखाएर यस्तो बनाएको। जे होस् अलिकति 1 घन्टा 1.5 घन्टा पानी पऱ्यो भनेदेखि चाहिँ सर्लक्क यो आनन्दले ठप्प हिसाबमा बस्थ्यो गाई चाहिँ। अनि टक्क एक निन्द्रा चाहिँ
मिठो खालको के टक्क मिठो खालको निन्द्रा एक निन्द्रा सुत्नमा यस्तो मजा आउँथ्यो गाइस यस्तो मजा आउँथ्यो नि सुत्नलाई चाहिँ यस्तो मजा आउँछ त्यो पानी परे बेला होइन ओढ्नी ओढेर ल्याफ्राक्क ओढ्नी ओढेर के भत्रक्क ओढ्नीले मुख सप्लक्क छोपेर सुप्रुक्क सुत्न त आमा स्वाद आउँछ यार गाइज म आउनुलाई चाहिँ ढिला भइसक्यो होइन यो रेस्टुरेन्ट ओपन भइसकेपछि चाहिँ 4:30 पनि नागिसकेको हुन्छ होइन म यो रेस्टुरेन्ट ओपन भइसकेपछि म देखिसकेपछि मलाई घडी हेर्नै पर्दैन क्या यहाँ म ढिला भइसकेँ भने जस्तो लाग्छ क्या गाइज सो गाइज टक्कल लुममा चाहिँ म आइपुगेँ होइन यो साइकलले पनि मलाई एकदम अलि चिनी लागिरहेको छ सातवटा आएर बाहिरको भ्यू यस्तो भइरहेछ है सर र माथि प्लेन उडिरहेको छ है बास चिलगाडी क्या अब चिलगाडी टक्क उडेर बसिरहेको छ माथि सर र म चाहिँ रुममा आइपुगेँ यहाँ रुममा एकछिन जानुभन्दा अगाडि भिडियो त पुरा गर्नु पऱ्यो नि गाइस जहिले भिडियो कम्ती भइरहेछ एकछिन गफसप हान्नु पऱ्यो म त बिर्सेँ जस्तो भइसक्यो कि गफ हान्नै बिर्सेँ जस्तो भइसक्यो है अब एकछिन यसो गफसप हान्नुपर्ने हुन्छ गाइस होइन खास कुरा चाहिँ के हो भनेदेखि म अहिले रुममा गएर नि अहिले पालो पाउँदिनँ कि म एकजना छिरिसक्यो बाथरुममा अर्को बुढा पनि आएर छिरिसक्यो तिनीहरू निस्किने बेला चाहिँ एकछिन बस्नुपर्ने हुन्छ म होइन टक्कै एकछिन बस्छु आनन्दले तपाईँहरूसँग गफसप हान्छु गाइस है केही यही त छ मेरो जिन्दगी यार रमाइलो आमा यस्तो रमाइलो जिन्दगी छ तपाईँहरू पनि रमाइलो हुन्छ है खासमा चाहिँ कस्तो हुन्छ भने मान्छेहरू अब मानिलिउँ म अहिले विदेशमा आएँ होइन अब मेरो साथीहरू हुन्छ नेपालमै हुन्छ होइन अनि उनीहरूले चाहिँ मलाई देखेर अनि कति न कमाए यताउता होइन भन्ने खालको सोच आउँछ होइन कति थरी मनमुटाव हुने खालको कुराहरू आउँछ क्या साथीभाइहरूमा होइन कमाएँ भन्ने खालको हुन्छ अनि म्यासेज गरेन भन्ने खालको हुन्छ रिसायो भन्ने खालको हुन्छ होइन म त होइन हुन्छ क्या त्यस्तो कति मान्छेहरूको सम्बन्ध विच्छेद होइन साथीभाइहरूको सम्बन्ध विच्छेद भएको छ क्या अब मेरो त कसैले केही म्यासेज नि गर्दैन केही अलिअलि फाटाफुट्टा अब साथीभाइहरू सम्झिन्छु म होइन अरूले चाहिँ अब सम्बन्ध विच्छेद भइसक्यो भन्ठाने हो कि के हो यार कसैले म्यासेज पनि गर्दैन म्यासेज चाहिँ हान्नुपर्ने हुन्छ है साथीभाइहरूले तर छैन छोडिसक्यो है लगाइ चाहिँ यस्तै नै हो म त अब एक्लै मान्छे है यता डुल्छु उता डुल्छु एक्लै भने जस्तो एउटै थाप्ला दुईवटा नाम्लो भने जस्तो क्या गाई थाहा छ एउटै थाप्ला दुईवटा नाम्लो क्या मेरो भइसक्यो होइन फेरि एउटै थाप्ला दुईवटा नाम्लो चाहिँ के भन्नुहुन्छ भनेदेखि एउटा यहाँ चाहिँ भारी बोक्ने बेला दुईवटा क्या नाम्लो त्यो भनेको है यस्तै छ गाई जिन्दगी यस्तै भइरहेछ है ल त गाई आजलाई चाहिँ अब मैले भिडियो यहीँ अन्त्य गर्नुपर्ने हुन्छ मान्छे निस्क्यो जस्तो लाग्यो अन्त गाई टक्क रुममा आएर कपडा सपडा चेन्ज गरेर के बोले भाइ अब के बोले नुहाएर कपडा त मैले चेन्ज गरेको छ नि यार म के भन्दैछु यार नाङ्गे भुतुङ्गे भएर बसिरहेको छु गाइज है अब टक्क नुहाएर र एकछिन फ्रेस भएर बसेँ यहाँ अब खाना खानुपर्ने हुन्छ म खानामा चाहिँ के खान्छु तपाईँहरूलाई म देखाउँछु होइन कहिलेकाहीँ है फेरि त्यो सधैँ चाहिँ होइन टक्क तपाईँहरूलाई म देखाउँछु गाइज त्यस्तो धेरै प्रोटिन डाइट त्यस्तो बवाल चाहिँ गर्न सकिँदैन होइन अब त्यो खानेकुराहरू अरू पनि मिलाएर खानुपर्छ नर्मल्ली मैले खाने चाहिँ म तपाईँलाई देखाउँछु है त गाइज यहाँ चाहिँ टक्क ग्रिल चिकन छ होइन यतापट्टि चाहिँ सलाद छ होइन सलाद चाहिँ अलिकति झ्याप्पै खान्छु म यति नै छ होइन यति हो टक्क यति खाएर कस्तो मुखाबाट पानी आएको यार यति खाएर होइन टक्क सुतिसकेपछि म ठ्याक्क 2:30 बजे उठ्छु उठेर टक्क 2 गिलास पानी खाएर मेरो बिहानीको सुरुवात हुन्छ होइन गाइस काममा गएर कामसाम सकाएर अनि एक टाइम खाना खाइन्छ त्यही पनि अलिकति केही होइन व्हाइट राइस केही हुन्छ चावल भात होइन त्यो एकचोटि खाइन्छ भात मात्रै तरकारी सरकारी खाइँदैन त्यसरी मिलाएर चाहिँ मैले अलिकति वेट घटाउनलाई खोजिरहेको छु होइन अब खानु पनि खानुपर्छ अब फेरि नखाइकन तपाईँहरूले वेट घटाउँछु भन्नु लाग्यो भनेदेखि चाहिँ अलिकति गाह्रो हुन्छ है ढलिने मान्छे लड्ने होइन बेहोस हुने रिङ्गटा लाग्ने चक्कर लाग्ने टाइपको हुन्छ त्यो भएको कारणले चाहिँ खानेकुराहरू चाहिँ राम्रोसित खानुपर्छ होइन सक्दो अब भएको खानुपर्छ होइन त्यो यताउता होइन भएको आफूसँग भएको आफूले सक्ने
खानुपर्छ गाइज है। ल त्यही नै हो गाइज, अब टक्क खानासाना खाएर सुत्नुपर्ने हुन्छ है। अब भिडियो सिडियो पनि एडिट गर्नुपर्ने हुन्छ, त्यो भएको कारणले चाहिँ भिडियो मैले यहीँ आज अन्त्य गर्दै। नयाँ हुन्छ भने सब्सक्राइब गरिदिनुहोस्, पुरानो हुन्छ भने सेयर गरिदिनुहोस्, लाइक गरिदिनुहोस्। हस् त, बाई बाई।